गाइज वेलकम टु माई न्यू भ्लग बनाउन गइरहेको छु है। आज चाहिँ मेरो छुट्टी थियो। बिहान 10 बजीसम्म सुत्यो अनि अहिले टक्क उठेर खानासाना खाएर अब चाहिँ एकछिन बाहिरतिर जाउँ भनेर चाहिँ रेडी भइसक्यौँ है। टक्क लगाएर कपडा लगाएर यसो पार्कतिर खाना जानको लागि चाहिँ म रेडी भइसकेँ। अनि त्यतैबाट कति रुममा बल्ल तल्ल होइन धेरै लगातार 8 दिनपछि चाहिँ आज छुट्टी मिलेको छ। अनि अब भोलि बेलुकाबाट फेरि ड्युटी सुरु हुन्छ है। 6 दिन मजाले ड्युटी हाल्नुपर्ने हुन्छ। अहिले चाहिँ म लगभग रेडी भइसकेँ बगेर बाहिरतिर जान्छु। आज यसो बाहिरतिर घुमघाम हल्का छोटो मिठो भिडियो बनाउने कोसिस गर्छु। जस आजको मौसम चाहिँ बबाल छ है। यता बाहिरपट्टि मजाले घाम लाग्यो मौसम पनि दामी छ है। यो चाहिँ मेरो रुम। यता नेपालको झन्डा, यतातिर चाहिँ यस्तै छन्। अनि यता पनि नेपालको झन्डा है। यतातिर बेडसेट टुक्क लाएर मिलाएर राखेका छौँ है। यता सरसफाइ सबैतिर आज अब दिनकै सरसफाइ गर्न त भ्याइन्न है। अब छुट्टीको बेला हल्का सरसफाइ गऱ्यो। यता मेरो दराज चाबी अब चाहिँ निस्किनु पर्ने हुन्छ। टक्क लाएर यता ढक्क लगाइन्छ, बाहिर गइन्छ, सरसामान ल्याइन्छ। ब्याग त मार्केट पनि छिर्नुपर्ने छ। अलि सामानहरू ल्याएर आउनु पर्ने छन् है। दराज टक्क अस्ति साउ बुढाले लिएर आइदिएको छन्। एउटा दराज भनेको थिएँ मैले, लिएर आइदिएछन्। यही हो, साना दराज छन् मेरो लागि। अब चाहिँ म टक्क धक्कासक्क बन्द गरेर निस्किन्छौँ है। मैले बाहिरको चाबी त पाउँदैन। यो भयो त्यो भयो, अब के खम भयो है। फ्रिजतिर के छ यसो हेरेर के खाएर चाहिँ निस्किनु पर्यो। यता होइन, यता चाहिँ अङ्गुर छन्, अस्ति लिएर आएको, खानै पाएको होइन है। अब टक्क गुलियो मुख रसिलो बनाउँदै गइन्छ। धारा यस मौसम चाहिँ बब्बाल छन् है गाइज, बब्बाल है। मजाले घाम लाग्यो यही हो म बस्ने घर चाहिँ, यही हो होइन। यताबाट भित्र जस आनन्द छ बस्नको लागि। आज चाहिँ मजाले घाम लागेका छन् है। टक्क लाएर मौसम चाहिँ बब्बाल है एकदम। ती घाम देख्न पाइन्न होइन। नाइट ड्युटी छन्, दिनभरि सुत्नुपर्ने हुन्छ, राति काम। आज मजाले घाम खाइन्छ। यता चाहिँ जहिले के अरे सायद यो अब यताको हाइवे नै होला। गाडी आएको आई, राति पनि दिउँसो पनि गाडी जतिखेर नि आएको आई भइरहन्छन् है। मार्केट भयो यतातिर बाटो। म काम जाने यताबाट, तर म आज लाग्छु यतातिर होइन। यतातिर हेर्न सक्नुहुन्छ भ्यू यस्तै छ। घरहरू यता गाडी, यता घर। टक्क लाएर म चाहिँ ठ्याक्कै योभन्दा अलि अगाडि चाहिँ एउटा पार्क छ, त्यतातिर बस्छु। मजाले बसिन्छ गएर। यतातिर चाहिँ गाडी छन् है।
फाइनली मेरो जग्गा आइपुगिसक्यौँ है। म चाहिँ अब यही पार्कमा मजाले बसिन्छ अनि हावा खाइन्छ है। धेरै 1 घन्टा जति बसेर यो ताल, यो पार्क, ताल वरिपरि पार्क कस्तो आनन्द ठाउँ छन्। यहाँ बसिन्छ है। यता चाहिँ चेस रहेछ, के गर्नु जोडी भए चाहिँ खेलिन्थ्यो तर एक्लै छु आज चाहिँ। आमामा के हो बस्ने ठाउँ पनि 4x4 छ त गाइज है। यो चाहिँ प्याक अब यतापट्टि बस्छु म चाहिँ। दिस इज फ्लावर। 4x4 छ त के हो पार्क हुन्छ, लास्टै 4 छ त। आनन्द छ ठाउँ। आजको मौसम चाहिँ यस्तो छन् है। रातभरि हावा पानी। मौसम विभाग अनुसारले मौसम चाहिँ बिजोग छ, हरि बिजोग आजको। हामी चाहिँ यता नजिकैको मार्केट जाँदैछु मैले है। दुईजना हुँदैनहरू Hello, good morning guys. Welcome to my next another vlog है। आज चाहिँ म नाइट ड्युटी सकेर अब चाहिँ रुमतिर जाँदैछु है। अहिले चाहिँ बिहानको 6 बजिसकेको छ। झ्याप्पा लाएर होइन अब रातभरि 12 घन्टा ड्युटी हानेर लखर जाँदैछु है। यस्तो छ मेरो अनुहार चाहिँ होइन। निन्द्राले झुमझुम भइरहेछ है। के गर्नु गर्नै पर्यो। टक्क लाएर अब रुममा गइन्छ, खानासाना बनाइन्छ, खाइन्छ अनि झ्याप्प लाएर सुतिन्छ। अनि त्यसपछि टक्क लाएर दिउँसो 2-3 बजे उठिन्छ है। के छ र उठिन्छ। त्यसमाथि आज फेरि छुट्टी है। आज पनि फेरि छुट्टी छ। फेरि अब भोलिबाट फेरि नाइट सिफ्ट नै छन्। लगातार 5-6 दिन हुन्छ होला। यस्तै छ मेरो बाटो चाहिँ। म चाहिँ यताबाट गइन्छ है। यताबाट नि पुग्छ पुग्न त, अलिकति बाटो लामो हुन्छ। अब यताबाट गयो भने सर्टकट छिटो पनि पुग्छ है। प्रायः यतैबाट जान्छु। अब साथीहरू गयो भने चाहिँ अब उताबाट घुमेर जान्छु। यहाँबाट आउँछु र जान्छु पनि है। कस्तो आनन्द। काम गर्ने बेला निन्द्राले झुमझुम बनाउँछ बाहिर हिँडेर। कस्तो आनन्द फ्रेस छ कि। आजभोलि चाहिँ हल्का चिसो बढेको अवस्था है। त्यही भएर चाहिँ नाक सी नाकले नि एबिसी भन्न थालेछन्। गाह्रो छ यो चिसोमा। मुस्किल छ किन त। कस्तो छ बिहानै फेरि यता बिरालो रहेछन् बाटोमा है। दिन दोफ्री हेर्नु बोल्दैनन्।
बिहान बिहानै बिहालाई भेट भयो। अब शुभ हो कि अशुभ हो त्यो त थाहा भएन। हाई हाई यस्तो छन् है घरहरू चाहिँ यस्तै छन्। ढक्का लगाएर लाली ओठैमा लगाइदेऊ कान्छी। अहिले चाहिँ निन्द्रा सिन्द्रा सबै भागेको अवस्था है। मजाले हावा चलिरह आनन्द एकदम। यतातिर चाहिँ बाटैभरि गाडी छन् है। यो चाहिँ मेरो गाडी भनेर भन्न नमिल्ला है। बाटोभरि गाडी छन्। अब मेरो चाहिँ कहिले हुने हो यस्तो गाडी। यता मार्केट सल्लाह भुटैमा यता चाहिँ यस्तो छ। मौसम चाहिँ दामी छ है। बिहानको भ्यू हेर्न सक्नुहुन्छ है। टक्क अलिकति यो कुहिरोले गर्दा होला अनि घाम चाहिँ देख्न पाएन। नभए त जानु वाउ सनराइज वाउ वाउ। म चाहिँ आज ड्युटी चाहिँ चप्पलमै गइदिएको यस्तो छन् अवस्था है। नाइट ड्युटीमा प्रायःजना चप्पलमै आउँदो रहेछन्। म पनि आज चप्पलमा गइदिएको है। ल्याप्राक पाराले दामी छ। म चाहिँ अहिले घर आइपुगेँ है। यही पछाडि घर चाहिँ ढोका त खुल्लै राखेको छ नि त। हाम्रो तिमीले चाबी लग्छ त के हो फेरि। ट्याक्क लाएर मेरो चाबी मसँग छन्। तर कुन चाहिँ चाबी भन्दाखेरि यो जस्तो लाग्छ है। ओइ ढोका पनि एउटा भए पो माथि अझै खुल्दैन त के हो। ढोका पनि एउटा भए पो हुन्छ त। सुरु एउटा यो समेत दुईटा फेरि अर्को यहाँ एउटा फेरि अर्को यो मेरो रुमको चारवटा ढोका छन् है।